यो एउटा चिकन मोमो र आज म स्टुडेन्टहरूलाई यो खुलाएर भैँसीको मोमो भन्नेवाला छ नि हेरौँ कस्तो हुन्छ रियाक्सन। सुरुमा मैले रेस्टुरेन्टमा गएर मोमो किने, त्यसपछि सबैलाई बाहना पार्दै खुवाउन थाले। भर्खरै हाम्रो रेस्टुरेन्ट खोले अब सबलाई चखाएर एकुन्टा चखाएर चाहिँ कस्तो हो त नि भनेर हो एउटा चाख्नु है। कस्तो हो? मिठो मिठो छ, साह्रै नै मिठो छ। तिमीले यो वाला गर्यो है? यिनले रिमिक्स हान्दैछन् नि आमा। त्यो चिकन झोला राखेर बफ ल्याएर खुवाइदिन्छ। ओके दुईटा ल्याएको थियौँ, एउटा बफ एउटा चिकन। चिकन खानलाई चिकन, बफ खानलाई बफ भनेको के अरे तपाईँले ल्याएर बफ खुवाइयो। बचियामा थपर हाउला। ल आमा गाह्रो नमान्नु। यता भने यति साह्रै भयो अनि म लागे अर्को घरतिर। ठिक छ। ए मैले त त्योभन्दा अगाडि नै क्वेसन सोध्नु पर्ने यार, मैले त भुलेछु। बफ खानुहुन्थ्यो कि खानुहुन्थेन? मैले त सबलाई बफ खुवाइदिएँ। बफ होइन नि हामी खान्छ। अच्छा मैले त सोध्नै भुलेछु कि। तिमीले खान्थ्यौ भागै हिँड्नु एकुन्टा मोमो चखाएर कस्तो हो भनेर सोधेको क्या मैले। म पनि खाने म चाहनु न भने चाहेर कस्तो भयो ल चाहनु अनि सोध्छु म तपाईँहरूलाई कस्तो भयो। ठिक छ राम्रो छ। बफ हो के अरे? मैले त सोध्नै भुलेछु कि। होइन मैले सोध्नै भुलेछु कि सुरुमै। Now it's your turn for the subscribe.